अनि फुपूहरू चाहिँ हाम्रो बजेको आँखा चेकअप गराएर आउनुभएको र अहिले चाहिँ खाना खाँदै हुनुहुन्छ। अनि खानामा चाहिँ बिहानीमा हाम्रो ढेँडो सिस्नुहरू रहेको छ र उसिनेको मकैहरू पनि रहेको छ। यहाँ बाबाले यहाँ गडौला ल्याएर खुवाउनु भएको सो गुड मर्निङ। अहिले चाहिँ बिहानको त्यस्तै 11:30-12 बज्न लागेको छ। अहिले चाहिँ म खानाहरू खाएर बाहिर जान लाग्यो हाम्रो। घाम लागेको छ। घाम लागेको भएर चाहिँ यहाँ टोपी लाएर हिँड्दैछु म। त्यही नजिकै हो, त्यही भएर त्यही दिउँसोको 12 बजेको घाम। र काम सकिसकेपछि दिउँसोको खाजा बनाएको भुटेको चिउरा अनि भुटेको अन्डा अनि भट्ट प्राउन चिया रहेको छ। अनि हामी चाहिँ यहाँनिर चाहिँ सिमीहरू खेलाउँदै अनि रमाइलो कुरा गर्दै बसेका छौँ। ल हेर्नु न, बाजे पहिला कस्तो हुनुहुन्थ्यो, अहिले हेर्नु त राम्रो हुनुभएछ। अब यो ल धन्यवाद। यो चाहिँ जेठ महिनामा पाक्ने चिनियाहरू। ल बजेको आशिष लाओस् हामीलाई। सो अहिले चाहिँ साँझ भइरहेको छ। म चाहिँ इभिनिङ वाकको लागि निस्केको छु। र आजको खानामा हाम्रो साथमा ठुली आमा माइली आमा हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो मम्मीको ठुलो दिदी र माइली दिदी हुनुहुन्छ। बाजेको 3जना छोरी, जेठी माइली कान्छी, हाम्रो आमा चाहिँ कान्छी हुनुहुन्छ है। र यसरी नै आजको दिन हाम्रो राम्ररी बित्यो। हस्, बाई बाई।